हेलो साथीहरू, सबैजनालाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। साथीहरू, म पनि सन्चै आरामै छु। साथीहरू, आज म चाहिँ कहाँ जाँदैछु भने नि साथीहरू, आज चाहिँ म मार्केट जाँदैछु। कुन चाहिँ मार्केट जाँदैछु भने नि साथीहरू, ल गेस्ट गर्नु होला त। म चाहिँ गाडी वेट गर्दै थिएँ साथीहरू। मेरो छोरी चाहिँ मलाई तङ गर्दै थियो, भिडियो बनाउँछु मम्मी भन्दै। अनि एकछिनपछि गाडी आइसक्यो, हामी चाहिँ हिँडिसक्यौँ साथीहरू। म चाहिँ कहाँ पुगेँ भन्दा नि ग्रिन पार्क पुगिसके साथीहरू। इन्डिया हुने साथीहरूलाई त दिल्लीमा हुने साथीहरूलाई थाहा होला ग्रिन पार्क भन्ने कहाँ हो भनेर हैन। म चाहिँ गाडीबाट अब झरेपछि चाहिँ त्यस्तो टुकटुकी लाग्छ कि टुकटुकीमा चढिसकेँ। मेरो छोरी चाहिँ सुते थियो। टुकटुकीमा कति चाहिँ यसमा चाहिँ कति लाग्छ 20 रुपियाँ किराया लाग्छ मार्केट जानको लागि। अनि म चाहिँ जाँदै थिएँ साथीहरू, फुल भिडियो हेर्नु होला। म चाहिँ सरोजिनी नगर मार्केटमा आइपुगेको थिएँ। आज चाहिँ मन्डे हो नि त, अनि सबैजनाले सरोजिनी नगर मन्डेको बन्द रहन्छ भन्थ्यो। त्यही भएर म चाहिँ बन्द छ कि छैन भनेर चाहिँ गएको थिएँ साथीहरू। अनि यस्तो अझ भोलि चाहिँ यस्तो धेरै पहिला जस्तो मार्केट लाग्दैन कि, यस्तो साइडमा राख्थ्यो नि त पहिला, त्यस्तो लाग्दैन। आज भोलि चाहिँ दोकानमा लाग्दो रहेछ, दोकानै मात्रै खुल्दो रहेछ, यस्तो साइडमा राख्दो रहेछ। अनि मेरो छोरी चाहिँ उठिसकेको थिएँ। उठिसकेर पनि उसलाई चाहिँ त्यहाँ मन्दिर जानुपर्छ हैन। अनि मन्दिर चाहिँ जाने भन्थ्यो। अनि ऊ चाहिँ मन्दिरमा जान्छ अब। अनि सुतेको मान्छे पनि उठेर मन्दिर जान्छ हो मेरो छोरी त। यहाँ चाहिँ हामी जहिले पनि सरोजिनी नगर गयौँ भने चाहिँ उसलाई जानै पर्छ उहाँ हैन। अनि ऊ चाहिँ जान्छ जहिले पनि मन्दिरमा। अनि पण्डितजीले मलाई पनि आउनु भित्र भन्नुभएको थियो। हामी चाहिँ पूजासुजा गरेर अनि फर्किसक्यौँ। मेरो छोरीले चाहिँ लड्डी खाँदै हिँड्दै गरेको छन्। अनि मलाई चाहिँ अब के नानु भएपछि अरू कोही पनि साथी चाहिँदैन हैन। ऊ चाहिँ साथी जस्तै हुन्छ क्या मेरो। अनि के भन्छ अरे साथीहरू, मार्केट चाहिँ यस्तै रहेछ। आज मन्डे हो नि त, अनि त्यही भएर खासै भिड त थिएन। सामानहरू चाहिँ सस्तो पाउँछ भन्थ्यो, तर त्यो पहिला जस्तो पट्रीहरूमा राख्न दिँदो रहेनछ। अनि चाहिँ यसरी दोकान मात्रै खोलेर राख्न दिँदो रहेछ। अनि मार्केट फोहोरै हुन्छ किनभने भिड हुन्छ नि त। त्यहाँ दोकान लागोस् नलागोस् मान्छेहरू चाहिँ जान्छ क्या साथीहरू, घुम्न मात्रै भए पनि। त्यही भएर यो फोहोरलाई चाहिँ इग्नोर गरेर मेरो भिडियो मात्रै हेरिदिनु होला ल। अनि इन्डिया भएको साथीहरू सरोजिनी नगर जानुभएको छ कि छैन कमेन्ट पनि गर्नु होला। यहाँ चाहिँ सबै ठाउँको मान्छेहरू आउँछ कि, विदेशको पनि आउँछ। अनि इन्डिया नेपाल सबै देशको मान्छेहरू त्यहाँ हुन्छ। अनि रमाइलो हुन्छ साथीहरू। मैले चाहिँ सामानहरू